सो हेलो नमस्ते एभ्रिवान म चाहिँ उठेर पनि अब जानलाई रेडी भइसकेँ होइन बिटिएसको कन्सर्टमा एन्ड यो चाहिँ फ्रीको कन्सर्ट हो कोरियामा एन्ड आज चाहिँ मेरो बिदा थिएन तै पनि मैले बिदा लिएर स्पेसली यही कन्सर्टमा जानको लागि होइन एन्ड ठुलो ब्यान्ड हो होइन बिटिएस भनेको त्यही भएर एक्सपिरियन्स गर्न मलाई एन्ड यो चाहिँ मेरो फर्स्ट कन्सर्ट हुनेवाला छ सो म एकदमै एक्साइटेड छु तर म अलिक ढिलो उठेँ तर ढिलो पनि भइसक्यो म 3 बजेसम्म चल्छ मेट्रो एन्ड अहिले नै 2 कटिसक्यो सो त्यही भएर म र साथी चाहिँ छिटछिट रेडी भएर जानु पर्यो अफकोर्स ढिलो भइसक्यो है भर्खरै उठेको मुख पनि अलिकति धोएर यत्तिकै हो रेडी अब त जानु परिहाल्यो नत्र मिस गरिदिन्छु मैले त्यही भएर यति भन्नलाई पनि मैले छिटछिटो भ्लग बनाएको एन्ड अब केही कुरा नगरिकन सिधै अब गइदिउँ है त फाइनल लुक्स चाहिँ यही हो अब छिटो हतार भइसक्यो गइदिउँ है बाई बाई म बिटिएस जस्तो देखिरहेको छु क्या हामी चाहिँ यो पत्रिका पाएको थियौँ अनि हामीलाई चाहिँ बिटिएसको मेम्बरहरूको नामै थाहा छैन क्या मलाई यो जङ्कुक अनि सुगा भन्ने चाहिँ थाहा थियो उसलाई चाहिँ जङ्कुक र भी भन्ने मात्र याद रहेछ है अब हामी यस्तो तालले बिटिएसको कन्सर्ट हेर्न आएको छौँ मान्छेहरू यत्तिकै छ बढी कति परदेखि नै छ क्या पुरै स्टेसनहरू पनि बन्द मेन रोड पनि पुरै बन्द हाइवे सबै बन्द छ क्या मेरो त फर्स्ट टाइम हो कन्सर्ट तिम्रो हो फर्स्ट टाइम सेकेन्ड टाइम हो अनि फर्स्ट टाइम चाहिँ कसकोमा गएको थियो तिमी फर्स्ट टाइम चाहिँ कसकोमा गएको थियो बिटिएसको पनि अबे साले बिटिएसकोमै ए ल यसरी ठाउँ ठाउँमा बाथरुम टोयलेटहरू पनि राखिदिएको छ होइन युज गर्नको लागि अरू छ अनि त्यहाँ टाइम दिएको छ अझै 5 घन्टा जति बाँकी छ म देखाइन्छु जुम गरेर 4 घन्टा 41 मिनट बाँकी छ यहाँ हाम्रो साथीले चाहिँ बिटिएसको पत्रिका पाएछ है गाइज यता पनि छ ऊ पत्रिका बेचिरहेछ उसले चाहिँ पाएछ है ल यही हो है कोरियामा भएको फाइदा चाहिँ यही हो होइन बिटिएसको फ्री कन्सर्ट हेर्नु पाउने भयो बिटिएसको 4 वर्षपछिको कमब्याक यसरी चेकिङ हुँदैछ पुरै लाइन बसी पुलिसहरूले चेक गर्दैछ होइन केही बम सम ल्याउँछ कि ल्याउँदैन पड्का सड्का भनेर होला अनि हामी चाहिँ अब उता साइडमा जानु लाग्यो अनि उता साइडबाट चाहिँ अलिकति क्लियर भ्यू देख्छ होइन स्टेजको गाइज जाँदै गर्दा यहाँ हाम्रो कोरियन भ्लगर पनि देख्यो है पुरै टिकटकमा है क्यामेरा लाइभ आइरहेछ अनि हामी जाँदैछौँ यो ब्यागमा चाहिँ के गर्छ हो यत्रो सानो मान्छे पनि थरीको कति धेरै हो हामी त डुलै भयो टिकट पाउनेलाई छुट्टै रहेछ टिकट सुमियन कहाँ हो टिकट अफ सुमियन कहाँ हो हामी त फेरि चेकिङमा पऱ्यो त यत्रो लाइन छ अब चक्कु ल्याउनु दिँदैन रहेछ त्यहाँ लेखाएको छ चक्कु ड्रोन एन्ड अब त्यो बम पड्काहरू होला गयो ऊ चाहिँ सो गाइज मेरो ब्याग त्यहाँ चेकिङ भएको छ मैले केही ल्याएको छैन हो त्यस्तो भयो है गाइज यसरी चेकिङ गरिरहेछ सबैजनाको त्यही हो है स्टेज चाहिँ गाइज अब गइराख्दै यतिकै भिडियो बन्दोबस्त राम्रोसँग खिच्न पाएन पर्फेक्ट वेमै आइपुगेछ हामी गाइज यता ऊ के देखाइरहेछ यो को हो फेरि बिटिएसै होला ल गाइज हामीले स्टेजसम्म पनि पुगेन यतिसम्मै रहेछ है त्योभन्दा अगाडि चाहिँ जान पाउँदैन यहीँबाट यसरी फर्केर फेरि कहाँ हो अब जाऊँ हामी त अगाडि पुग्छ भनेर आएको तर पुगेन है गाइज अब हामी चाहिँ फर्किदिएको अब अलि हामी परबाटै बसेर हेरौँला अनि यो पछि यहाँ सबै खाली हुन्छ होला अनि यहाँ त्यो टिकट भएकोहरू चाहिँ यता अगाडितिर हो क्या अनि हामी त टिकट नभएको त कहाँ हो सो गाइज हामी चाहिँ अब बर्गर खान आएको अझै टाइम छ अनि भोक पनि लगाइरहेको थियो त्यही भएर हामी बर्गर खाने ठाउँमा आएको छौँ त्यही हो सो यही हो हाम्रो बर्गर र पेप्सी कोही यसरी सुतिरहेछ कोही पछाडि छन् धेरै हामी चाहिँ बर्गर खान लागेको खाइदिउँ मेरो साथी चाहिँ विकास अघि गएको थियो बाथरुममा अनि यत्रो लाइन बसिरहेछ बिचरा ऊ अघि यो कोक खाएर गुवाएर हग्दैछ है एन्ड उसले कुराएको मान्छेहरू है अघिदेखि कुराएछ आएकै छैन
टिकट पाउनेहरू चाहिँ उता छ हामी टिकट नपाउने त अघिदेखि घुमे छ यार के हो बस्ने ठाउँ पनि छैन उभिने ठाउँ पनि छैन घुमे सो हामी चाहिँ डुले छौँ यो साथीलाई चाहिँ फेरि हक्साएर है अघि उता खाने ठाउँमा राम्रोसँग हग्न पाएन अरे त्यही भएर हामी एउटा मलभित्र छिरेर भर्खर फर्स्ट फ्लोरको टोयलेटमा गएको त्यहाँबाट नि पठाएर सेकेन्ड फ्लोर कि थर्ड फ्लोरमा जाउँ रे एन्ड त्यो त्यहाँ पनि होइन ए यहाँ पनि हो कि हो लाइनै बस्नु पर्ने हो कि सावधान लाइन बसिरहेछ मोबाइल हेर्दै त्यही हो सो गाइस म पनि टोयलेटमा बसेको होइन एन्ड बस्ने ठाउँ भएर मेरो साथी चाहिँ उताको टोयलेटमा छ म चाहिँ यताको टोयलेटमा म चाहिँ के गरेँ त्यस्तो यताको टोयलेटमा आवाजै सुने त विकास एन्ड म यहाँ बसिरहेको छु म चाहिँ आएको पनि छैन यत्तिकै नर्मली बसिरहेको छु यत्तिकै म चाहिँ यत्तिकै बस्नु मात्र आएको म अघिदेखि कुरै भइसक्यो साथी अगाइ छ म कुरै के हो दुईचोटि भइसक्यो दुईचोटि बल्ल आइपुग्यो कति किलो अग्यो 4 किलो 4 किलो अग्यो अरे जाने हो बिहान जम एकछिन तल मात्र हेरौँ न कतिको भिडभाड रहेछ होइन मान्छे त अति वाइल्डै छ यार हामी टिकट नपाउनेहरू त घुमे अघिदेखि घुमे टोयलेट घुम्ने टोयलेट दुईचोटि 4 किलो अग्यो अरे गाइज अब कन्सर्ट सुरु हुनलाई 2 घन्टा जति बाँकी होला एन्ड हेरौँ गाइज हाम्रो चाहिँ बिजोकै भयो के हो हामी टिकट नभएकोहरू त यता हिँडेछ उता हिँडेछ के हो र एउटा ठाउँ यति धेरै स्पेस छ यहाँ बस्न दिए पनि भइहाल्थ्यो नि सो अब चाहिँ 10 मिनट मात्र बाँकी छ त्यहाँ उता पर छ देख्दैन होला ओ भाइ मान्छे कवाडी कन्सर्ट फर्स्ट एन्ड लास्ट कन्सर्ट साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो भाई मुझे माफ कर दो भाई मेरे मुंह से निकल गई गलती से आज के बाद कभी किसी को नहीं बोलूँ भाई मैंने भाई कभी सॉरी भाई मेरे से गलती हो भाई मान्छे मात्र धेरै यस्तो सानो स्क्रिनमा यो ठुल्ठुलो स्क्रिनमा देखाएको भए पो हुने आजको कन्सर्ट चाहिँ एकदम ब्याड
मैले यसको लागि मेरो आफ्नो काम पनि छोडेको थिएँ होइन, तर यस्तो मजा आएन, राम्रै लागेन। एउटा गीतको एउटा शब्द बुझे त के बुझ्दै बुझेन कि एउटा वर्डधरि। त्यस्तोसम्म साउन्ड सिस्टम पनि राम्रो थिएन, अनि हामी त अलिक परै भइहाल्यो होइन टिकट नहुनेहरू त। एन्ड नराम्रो लाग्यो मलाई चाहिँ यो कन्सर्ट बिटिएसको। त्यही हो, एक्सपिरियन्स गर्न पाएँ। अब हामी चाहिँ रुम जानु लागेको, मान्छेहरू सबैजना निस्किसक्यो, सबलाई राम्रो लागेको छैन क्या। बरु पैसै तिरेर राम्रो सिस्टम बरु होइन उठेरै हेर्छ होइन, बरु अगाडि राम्रोसँग स्क्रिनमै भए पनि मान्छेलाई त्यो बिटिएसको मेम्बरहरूलाई देख्न नपाए पनि स्क्रिनमा मजाले हेर्न पाएको भए हुन्थ्यो। यत्रो सानो स्क्रिन छ तै पनि भुइँमा माथि भएको भए पनि ठिक हुन्थ्यो। त्यस्तो रिस उठ्यो होइन कि त्यत्रो हामी कति बजे 1 बजीतिर निस्केको होला, 1-2 बजीतिर, त्यत्रो 8 बजे त सुरु भएको अनि अहिले 11 कटिसक्यो। त्यतिखेर बस्दा पनि नराम्रो एकदमै। कहाँबाट जाने हो बाटै छैन त। अब भोलि पर्सि अर्कै अब कन्सर्ट पैसा तिरेर राम्रोसँग हेरौँला है। अब आएन लाइन पे यस्तो चाहिँ यत्तिकै फ्रीको माल खोइ के पो हुन्छ त।